नमस्कार साथीहरू, आज हामी यस भिडियोमा नेपालमा आउन लागेका आइपिओहरू सबैभन्दा पहिले कसरी थाहा पाउने त्यसको बारेमा जान्दैछौँ। यदि तपाईँ आइपिओ छुटाउन चाहनुहुन्न भने नेपाली पैसा, सेयर हब, मेरो लगानी, सेयर संसार आदि जस्ता एप्सहरू र सेक्युरिटी बोर्ड अफ नेपाल 7 को अफिसियल वेबसाइट 7.gov.np मा नियमित हेरिरहनुहोस्। नेपाली पैसा एपमा हजुरहरूले IPO/FPO आइकनमा क्लिक गर्नुभयो भने आइपिओ र एफपिओ को लिस्ट चाहिँ हेर्न सक्नुहुन्छ। आइपिओ चाहियो भने आइपिओ र एफपिओ चाहिएमा एफपिओमा क्लिक गर्नुहोस्। त्यसै गरी सेयर हब एपमा भने हजुरहरूले एप ओपन गरिसकेपछि यता क्रस गर्दै तल सर्भिसेसमा क्लिक गर्नुभयो भने अलिकति स्क्रोल गर्नुहोस्। स्क्रोल गरिसकेपछि अपकमिङ इस्युज भन्ने छ, त्यहाँ क्लिक गर्नुभयो भने हजुरले आइपिओ को लिस्ट चाहिँ देख्न सक्नुहुन्छ। त्यसै गरी हजुरले यदि एफपिओ को लिस्ट हेर्न चाहनुहुन्छ भने यता राइटमा रहेको एफपिओ मा क्लिक गर्नुहोस्। त्यसपछि एफपिओ को लिस्ट पनि हेर्न सक्नुहुन्छ। अब पालो रहेको छ मेरो लगानी एपको। मेरो लगानी एपमा चाहिँ हजुरले एप ओपन गरेर न्यू सेयरमा क्लिक गर्नुहोस्। त्यसपछि आइपिओ र एफपिओ को लिस्ट चाहिँ देख्नुहुन्छ। त्यसै गरी हजुरहरूले सेयर संसार एप ओपन गर्नुहोस्। ओपन गरेर हजुरहरूले यता मोरमा क्लिक गरेर इस्युजमा क्लिक गर्नुहोस्। अनि त्यस पश्चात हजुरहरूले चाहिँ आइपिओ र एफपिओ को लिस्ट हेर्न सक्नुहुन्छ। अन्तिममा हामीले सेक्युरिटी बोर्ड अफ नेपाल 7 को एकदमै राम्रो र भरलाग्दो वेबसाइट अफिसियल वेबसाइट 7.gov.np मा गएर आर्थिक वर्षकै सबै आइपिओ का लिस्टहरू जुन एप्रुभ भइसकेका छन् तिनीहरू हामीले सबैभन्दा अघि सबैभन्दा पहिले हेर्न सक्छौँ। हामीले 7 को वेबसाइटमा आएर आइपिओ टाइप गरी सर्च गर्छौँ अनि आइपिओ एप्रुभमा क्लिक गर्छौँ। यसो गर्दा आर्थिक वर्षभरिकै निष्कासनमा आउनलाई स्वीकृति प्राप्त भएका आइपिओहरूको लिस्ट देख्छौँ। अब हजुरहरूलाई लाग्न सक्छ कि एपमा सजिलै हेर्नुको सट्टा यसरी वेबसाइटमा आएर हेर्नुको चाहिँ के फाइदा छ र? किनभने एप्सहरूमा आउने लिस्टहरू यस साइटमा पब्लिस भइसकेपछि मात्रै एपहरूमा आउँछन् र यसमा हजुरहरूले कुन कुन कम्पनीको एप्लिकेसन आएको छ आइपिओका लागि त्यो पनि सर्वप्रथम हेर्न सक्नुहुन्छ। भिडियो मन परे लाइक गर्नुहोस्, कस्तो रह्यो कमेन्ट गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै जानकारीमूलक भिडियोका लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। फेरि अर्को यस्तै उपयोगी भिडियोमा भेटौँला। नमस्कार।